हाम्रो छिमेकी गाउँ कफडडाको बस्ती तुमाई हामीहरूले घाँसी दाउरा गर्ने जङ्गल मित्र गाउँ कफडडाको जङ्गल अहिले म यहाँ अल्बर रिमाको घरसुना भन्ने ठाउँमा छु र हामीहरू टाढा टाढा जङ्गलमा पुगेर दाउरा घाँस गरेर बिसिने चौतारी स्वर्ग सुबदार लङ्कजित गरबुजा ज्यूको चौतारी यहाँ मैयाको बोट रोपिएको थियो। यहाँ भारी बिसेर थकेक मार्ने, यहाँ शीतल ताक्ने अति रमाइलो ठाउँ थियो। अहिले यो मैयाको बोटहरू सुकेर गइसकेको छ। अब यहाँ नयाँ बोट रोप्ने भइसकेको छ। यहाँ घाँसुनाको चौतारी नजिकैको बर्खे घाँस जङ्गलहरू यसरी पलाएर बाटो पनि साङ्गो बनाएको छ। हामीहरू घाँस दाउरा गरेर फर्किने बाटो, हामीले घाँस दाउरा गरेको जङ्गलहरू, यहाँ घरसुनाको चौतारी नजिकै धन्न हाम्रो मदन पुनको आमाले चाहिँ सफा गर्दै हुनुहुने रहेछ। धेरै धन्यवाद। यहाँको पहिला प्रशस्तै गोठ बस्ने थलोहरू यसरी सुन्ने रित्तो भइसकेको छ।